अरूभन्दा पनि मलाई चाहिँ यहाँको म्यामहरू सरहरू अनि फ्रेन्डहरू 1 महिना भनेर आएको, तर 1 महिना भन्दा नि कति धेरै भयो, एकदम पुरानो एकदम चिनजान भइसकेको होइन, एकदम फ्यामिली जस्तै भइसकेको जस्तो। अनि मलाई चाहिँ अलिकति गाह्रो भएको। सुरुमा आउँदाखेरि त ल कस्तो खालको साथी पाउने हो, सर म्याम कस्तो हुनुहुन्छ होला, कस्तो ट्रिट गर्नुहुन्छ, आफूलाई नआएको कुराहरू सोध्न पनि अलिकति मनमा डर हुने। म चाहिँ यति साह्रो क्यामरामा फेस गर्ने मान्छे चाहिँ होइन होइन। अब त नर्मली टिकटक सिकटक त हुन्छ, तर यसरी अगाडि बोलेर आफूले यत्रो मान्छेहरूको अगाडि बोल्न चाहिँ म सक्दिनँ थिएँ होइन। यहाँ आइसकेपछि अलिकति कन्फिडेन्स बढ्यो मेरो। अनि उहाँहरूले एउटा स्टुडेन्ट नभइकन एउटा भनौँ न आफ्नो दिदी बहिनी अथवा आफूभन्दा सानोलाई कसरी ट्रिट गर्ने त्यसरी एकदम राम्रो तरिकाले मलाई नआएको कुरा मैले 10चोटि सोद्धाखेरि पनि झर्को नमानिकन यसरी हो यसरी गर भनेर एकदम मजाले गर्नुहुन्थ्यो, मजाले नै सिकाउनुहुन्छ। यदि फ्युचरमा कोही कसैलाई कफी राम्रो ठाउँमा सिक्नु चाहिँ के छ भने मेरो सजेसन चाहिँ ट्विन विन्स बारिस्टा एकाडेमी नै आउनु, एकदम राम्रो फ्रेन्डली र फ्यामिली इन्भाइरोमेन्ट छ। म त सक्दिनँ धेरै भन्न।